ओके सो इफ तपाईँले रिसेन्टली काठमाडौँ महानगरको स्कलरसिप एक्जाम दिनुभएको थियो भने एज यु अल नो त्यसको फर्स्ट रिजल्ट चाहिँ आइसकेको छ र यसमा तपाईँले आफ्नो मार्क्स चाहिँ हेर्न सक्नुहुन्छ है। तपाईँको मार्क्स चाहिँ यसमा राखिएको छ अनि यसमा दाबी विरोध गर्न 20 गतेसम्म टाइम दिएको छ। अब यसपछि चाहिँ 21 गते फाइनल रिजल्ट आउँछ अनि त्यही रिजल्टको आधारमा चाहिँ अगाडिको एडमिसन प्रोसेसहरू बढ्छ है। अब अहिले तपाईँहरू सबैको मनमा होला कि मेरो यति मार्क्स आएको छ, मैले चाहिँ कुन कुन कलेज पाउन सक्छु त, अथवा कुन कुन कलेजमा मेरो एडमिसन हुनसक्छ। सो आजको भिडियोमा मैले तपाईँहरूलाई त्यसकै बारेमा बताउने छु। सो तपाईँको जतिसुकै मार्क्स आए पनि तपाईँले कसरी थाहा पाउने त कुन कुन कलेज पाउन सक्नुहुन्छ है। सो मैले कमेन्ट बक्समा एउटा लिङ्क राखेको छु, त्यो चाहिँ हाम्रो वेबसाइटको लिङ्क छ र त्यो लिङ्क खोल्नुभयो भने तपाईँ एउटा यस्तो पेजमा आउनुहुन्छ र यहाँ सुरुमै तपाईँले केएमसी स्कलरसिप कलेज चेकर भनेर हेर्न सक्नुहुन्छ। अब यसमा चाहिँ क्लिक गर्नुभयो भने अब त्यसपछि चाहिँ सुरुमा तपाईँले अब तपाईँको कति मार्क्स आयो त्यो चाहिँ राख्नु पऱ्यो होइन। अब सपोज मेरो 85 मार्क्स आयो होइन, त्यसपछि फ्याकल्टी चाहिँ छान्नु पऱ्यो, साइन्स छ कि म्यानेजमेन्ट है। अब साइन्सको लागि छ भने त्यसपछि कन्टिन्यू गर्नु होला। अनि अब कुन स्कुल छ, प्राइभेट स्कुल छ कि गभर्मेन्ट स्कुल छ त्यो पनि चेक गर्नु होला। अब गभर्मेन्ट स्कुल नै राखेँ मैले। अब त्यसपछि गभर्मेन्ट स्कुलबाट हुनुहुन्छ भने थप तपाईँले यो कोटाहरू पाउनुहुन्छ। अब यीमध्ये कुनै कोटाहरू छन् भने, अब मधेसी मुस्लिम त्यस्तो केही छ भने त्यो पनि तपाईँले सेलेक्ट गर्न सक्नुहुन्छ। अब अहिलेको लागि चाहिँ मैले सिधै कन्टिन्यू गरेँ। अनि लास्टमा चाहिँ पर्मानेन्ट रेसिडेन्ट अफ केएमसी अर ल्यान्डफिल साइट एफेक्टेड एरियाबाट हुनुहुन्छ कि, अब त्यस्तो छ भने यसमा पनि क्लिक गर्नु होला। अब मैले अहिलेको लागि चाहिँ यो पनि हटाइदिएँ है। अब त्यसपछि चेक इलिजिबिलिटीमा क्लिक गर्नुभयो भने यहाँ चाहिँ 97वटा म्याचिङ स्कुल्सहरू छ है। अब कुन कुन स्कुल अथवा कुन कुन कलेज चाहिँ छ त त्यो हेर्नको लागि चाहिँ तपाईँले चाहिँ 20 रुपिज पे गर्नुपर्छ होइन। अब आई होप यो मैले किन राखेको छु त्यो एक्सप्लेन गर्नु नपर्ला। इफ तपाईँले एफोर्ड गर्न सक्नुहुन्छ भने यु क्यान पे फर दिस होइन। अब त्यसपछि 20 रुपिज पे गर्नको लागि तपाईँले त्यहाँ क्लिक गर्नुभयो भने एउटा यस्तो खालको क्युआर चाहिँ डिस्प्ले हुन्छ होइन। अब तपाईँले आइदर ई सेवा अर सिद्धार्थ ब्याङ्कमा पे गर्न सक्नुहुन्छ। अब त्यसपछि चाहिँ पे गरिसकेपछि तपाईँको एउटा रिफरेन्स नम्बर आउँछ अथवा ट्रान्जेक्सन आइडी भन्छौँ हामीले। अब त्यसपछि तपाईँले त्यो राखेर अनि आई एक्सेप्ट भनेर क्लिक गर्नुभयो भने अनि त्यसपछि चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। अब मैले चाहिँ तपाईँहरूलाई एउटा डेमो चाहिँ देखाउँछु है। ओके सो मैले पेमेन्ट गरिसकेको छु होइन, र तपाईँको जे रिफरेन्स आइडी छ त्यसरी नै राख्नु होला है। सो त्यो चाहिँ कपी पेस्ट गर्न सक्नुहुन्छ तपाईँहरूले। अब त्यसपछि चाहिँ तपाईँहरूले भेरिफाई एन्ड अनलक गर्नुभयो भने तपाईँको सिम्पली कुन कुन स्कुलहरू छ त त्यो चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ है। अब त्यो मार्क्सको लागि जस्तै तपाईँको अब मैले कति मार्क्स 84 मार्क्स कि 85 मार्क्स राखेको थिएँ होइन। सो त्यसको लागि त्यो मार्क्स त्यति मार्क्स छ भने तपाईँ यो सबै कलेजमा चाहिँ पढ्न पाउनुहुन्छ। तर यो पनि तपाईँले अब सुरुमा चाहिँ राखेको हुनु पऱ्यो है, तपाईँले सुरुमा सेलेक्ट गरेको हुन चाहिँ पऱ्यो। अनि अर्को कुरा यो सबै कलेजहरू चाहिँ फर्स्ट नोमिनेसन लिस्टको आधारमा छ है। अनि यो चाहिँ 100% यही हुन्छ भन्ने छैन, यो प्रिभियस इयरको रिजल्टको बेसिसमा छ। अब सो 100% एक्युरेट चाहिँ नहुन सक्छ, तर 90 to 95% चाहिँ मिल्छ है। सो प्रिभियस इयर चाहिँ कति मार्क्सकोले कति कलेज पाएको थियो त्यसको आधारमा चाहिँ छ है यो। अब यो फर्स्ट एडमिसन लिस्ट, सेकेन्ड एडमिसन लिस्ट, यो सबैको बारेमा मैले बोलिरहेको छु। यदि तपाईँहरूलाई यसको बारेमा थाहा छैन भने तपाईँहरूले कमेन्टमा सोध्न सक्नुहुन्छ। अब थाहा छ भने आई थिङ्क तपाईँले बुझिसक्नु भएको होला होइन। सो यसरी चाहिँ तपाईँहरूले चेक गर्न सक्नुहुन्छ है। अब फेरि अब चेक गर्नु छ भने तपाईँले फेरि ब्याक गएर चाहिँ चेक गर्न सक्नुहुन्छ अरू कसैको लागि। सो दिस मच फर टुडेज भिडियो। आई होप तपाईँलाई यो भिडियो युजफुल लाग्यो होला र तपाईँले चेक गर्न चाहनुहुन्छ भने लिङ्क चाहिँ कमेन्ट बक्समा छ है।